हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। यो चाहिँ मेरो मेकअप गर्ने टाइम थियो आजको दिन चाहिँ, अनि त्यही भएर चाहिँ मैले थोरै सानो क्लिपहरू भिडियो गराएको छु। मेरो मेकअप गर्ने चाहिँ चाइनिज हो, अब स्टार्ट हुँदैछ है। पहिला चाहिँ आईबाट सुरु हुन्छ। हेर्नु मेरो आइजको कस्तो देखेको छ, बिस्तारै बिस्तारै मेकअपहरू हुँदैछ। मेरो चाहिँ प्रोग्राम थियो कि अफिसमा चाहिँ, अनि त्यही भएर चाहिँ पुरा चाइनिज आर्टिस्ट बोलाएर पुरा मेरो मेकअप हुँदै थियो पुरै है। अनि मेकअपको सामानहरू नि कति धेरै हो कि भगवान्, कस्तो कस्तो के हो, म त केही पनि थाहा छैन। म यति धेरै मेकअप त गर्दिनँ नि त कहिले पनि, अनि त्यही भएर चाहिँ मलाई थाहा थिएन। अनि त्यही पनि अब मजाले बस्यो है। हामी त अब नेपाली मान्छे, टक्क लाएर नेपाली साडी लाएर मेकअप सेकअप गर्नलाई बसियो। उसले चाहिँ मजाले मेकअप गरिरहेको छ है। त्यो फाउन्डेसन हो कि के हुन्छ नि, त्यस्तो लगाएर हेर्नु न, ट्याप 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 गरिदिएको पुरै मेरो यो फेसै पुरै सर्लकै ट्याप 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 भयो। हेर्नु न गाइस, यस्तो भएको थियो नि। अनि त्यसपछि खै के दल दिए दल्न चाहिँ, तर ठिकै देखेको थियो मेकअप चाहिँ। यो चाहिँ मेरो फर्स्ट भिडियो, तर मेरो भिडियो चाहिँ एकदमै धेरै लङ भएको भएर चाहिँ मैले 2-3वटा भिडियो गराएर चाहिँ हाल्न लगाएको छु, अपलोड गर्न लगाएको छु। सबैजना हेरिदिनु होला है। हेर्नु न है, के गफ गर्दै, अब बोल्न नाइ गफ गर्दै हाँस्दै गर्दा बिस्तारै बल्ल अलिअलि आँखाको मेकअप सकिएर चाहिँ यसो फेसतिरको मेकअप चाहिँ स्टार्ट हुँदैछ। खै के थरी लगाइदिने रहेछन्। अनि थुप्रै टाइम लाग्यो नि त अनि यो मेकअप गर्नु पनि धेरै नै टाइम लाग्यो। अनि बिस्तारै गफ गर्दै मेकअप गर्दै बसेको